कस्तो बजाएको हरन मान्छे नै आत्तिने गरी बजाउँछन् यार अति नै उनीहरूकै बाउको रोड जस्तो क्या ल त भन्दिनँ कस्तो भयो त दसैँ चस्मा लगाएर अहिलेसम्म मेरो जीवनमा यसरी काकाको घरमा हामी कहिले पनि भेट हुन पाएको थिएन। ल यहाँ लगाम बुवाको हातबाट टिका ल ज्यारे धनी धनी गरे त्यारे बले ना हरे बलिया काम पगारे सो हे गाइज व्हाट्स अप वेलकम ब्याक टु अनदर एपिसोड अफ मनिपको भ्लग। अनि फर्स्ट अफ अल चाहिँ ह्याप्पी दसैँ टु यु अल। आज चाहिँ दसैँको टिकाको दिन हो अनि म चाहिँ यहाँ ठुलो मम्मीको घरमा टिका लाउन आएको छौँ हाम्रो सम्पूर्ण परिवार। के गरिन्छ कसो गरिन्छ आई विल सो यु गाइज। लेट्स गो। अब भित्र जाउँ कस्तो हुन्छ के हुन्छ तपाईँहरू सबैलाई म देखाउने छु। लेट्स गो। सबैलाई प्रणाम है प्रणाम प्रणाम कान्छु छोरो प्रणाम। कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वास्वदा नमस्तुते मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वास्वदा नमस्तुते। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। राम्रो काममा मन जाओस्, राम्रो बाटोमा हिँड्नु, कुमार गमा नलाग्नु, खराब सङ्गत नगर्नु, ज्ञानी हुनु, आशीर्वाद जहिले बाबु आमाको लागोस्, कुलको इज्जत राख्नु, मान्यजनलाई सम्मान गर्नु, अर्काले आउनु ठडाउने बाटो नहोस्, आफू सक्षम मान्छेले हुनु। छ्या भन्ने काम कहिले नगर्नु, आफै पछुतो हुन्छ। मलाई देऊ न ल ल पर्दैन कसले यसलाई पैसा दिँदैन के टिका लगाउनु ल ठुलो मम्मी के बन्दैछ हाम्रो आजको स्पेसल बन्दैछ। ल मलाई चाहिँ सब्जीहरू थोरै यो अचार चाहिँ नहालिदिनु होइन यो अचार चाहिँ म खाँदिनँ म कोपी र पनिर मात्रै हो। आज ठुलो बा पनि पुरा धमाधम आपर पोल्न धमाधम। ठुलो मम्मीले के बिर्सिनु जस्तो लाग्यो मलाई थाहा छ धुलो अचार हो। यहाँ खालो धुलो अचार देखिन अनि त्यो धुलो अचार भन्छ सो दसैँको टिका पनि लगाइयो। अब चाहिँ हाम्रो प्लान छ बनियानी जाने। त्यहाँ चाहिँ हाम्रो हजुरबा हुनुहुन्छ बाबाहरूको काका अनि उहाँलाई भेट्न जाने। अनि बनियानी जाँदाखेरि हेलमेटमा माउन्ट गर्छु अनि त्यति धेरै बोल्दिनँ जस्ट बाटोको क्लिपहरू देखाउँछु एक दुईवटा शब्द बोल्यो भने त्यो पनि देखाउँछु। लेट्स सी के कस्तो हुन्छ आई विल सो यु गाइस। अब एकैचोटि बनियानी जाउँ है लेट्स गो। सल हेर्नु न पछाडि कस्तो बजाएको हरन मान्छे नै आत्तिने गरी बजाउँछन् यार अति नै उनीहरूकै बाउको रोड जस्तो क्या। फाइनल्ली बनियानी आइपुग्यो। अब यहाँ अगाडिबाट राइट लाग्नुपर्छ हामी चाहिँ। यहाँबाट राइट होला हौ सायद यहाँ होइन अगाडिबाट थियो राइट सरी अब यहाँबाट चाहिँ राइट लिनुपर्छ बुवाहरूको घर जानको लागि। टक्क राइट जानुपर्छ योबाट सिधै।
आन्टी ल बुवा यहाँ तँलाई नदेखेर त कति पो खै पर्छ हात दिनु न यहाँ ल यहाँ हेलो भनिदिनु हाम्रो यहाँ भिडियोमा हेलो रानी के छ खबर यहाँ सबैलाई सब्सक्राइब गरिदिनु लाइक गरिदिनु भन्नु ल ल ल ल लाइक गरिदिनु होला भन्नु न यसो। लाइक गरिदिनु है सबैजना मन पराइदिनु होला मन पराइदिनु होला बुवालाई फेरि एकचोटि सर्फ ल्याएर पर्साउनु पर्छ क्या हुन्छ हुन्छ पहिला न बुवा त बुडुक बुडुक उफ्रिनु हो भने होइन सर्फ देखाएर आमा के छ खबर अनि सबै ठिक छ नि हामी त आशीर्वाद लिन आइयो नि टिका लगाएर काकी के छ त हाम्रो किचनको सुरसार ठिक छ एकदम खाजा के बन्दैछ टक्क स्पेसल बन्दैछ मेगी पकाउँदैछु अनि अरू अरू यहाँ चना मटर सब्जी पकाइरहेछु यता फेरि हाम्रो ल तपाईँ त्यहाँबाट खिच्नु म यताबाट खिच्छु हेर्नु खतिवडाको माइला छोराको कान्छो छोरो मनिप रक्स काका ल एक दुई शब्द जाओस् चिनिहाल्यो नि हो कसरी चिनिन को भन्छे ल यहाँ लगाम बुवाको हातबाट टिका ल ज्यारे धनी धन गरे त्यारे बले ना हरे बल गया काम कराड़े करी मन चित कार करे मन चित कार करे धेरै धेरै पढ्नु सक्छ दादालाई जितेर पढ्नु ल 2-3 वर्षमा ल दादालाई जित्ने भनेको के छ डोन भाइ हेलो भनिदेऊ भाइको नाम पनि भनिदेऊ केही पऱ्यो भने भाइलाई सम्झिनु है सबैले भाइ चाहिँ यहाँको डन होइन भाइ कन्ट्याक्ट नम्बर पनि छोडिदिउँ कि तर नछोडौँ होला पुलिस आउँछ नि कन्ट्याक्ट छोड्यो भने त भाइ भनिदेऊ ल ह्याप्पी दसैँ पनि भनिदेऊ ह्याप्पी दसैँ काका ह्याप्पी दसैँ ह्याप्पी दसैँ भन्दैछ ल काका एक दुई शब्द भनिदिनु कस्तो भयो त दसैँ चस्मा लगाएर आजको दसैँ अहिलेसम्म मेरो जीवनमा यसरी काकाको घरमा हामी कहिले पनि भेट हुन पाएको थिएन हामी आउँथ्यौँ तारा भाइहरू हुँदैन थिए चेतन भाइहरू हुँदैन थिए उनीहरू पनि आफ्नो आफ्नो ठाउँमा जान हतार हुन्थ्यो होला जान्थ्यो होला होइन ठाकुर दाईहरू यताउता टिका दिदीहरू पदम बिनाजीहरू कोही हुँदैन थिए हामी 3 घर मिलेर आउँथ्यौँ अनि जान्थ्यौँ यो पल्ट चाहिँ एकदम भव्य दसैँ भयो क्या किनभने कृष्ण भाइहरू पनि आए पर्खा भाइहरू पनि आए यता तारा भाइहरू पनि आए चेतन भाइहरू पनि घरमै थिए फेरि उता पदम भिनाजु टिका भिनाजु गोविन्द दाजु ठाकुर दाई डिले दाई सबै अनि यता मुक्ति दाईहरू सबैजना भेला आउँदाखेरि चाहिँ एकदम भव्य दसैँ भयो एकदम खुसी लाग्यो अब यो आजको जस्तो क्षण चाहिँ फेरि मेरो जीवनमा फेरि पनि सायद हुन्छ कि हुँदैन थाहा छैन यस एकदम खुसी लाग्यो यसपालिको दसैँमा यही भन्न चाहन्छु सबै हो यसरी नै वर्षमा एकपल्ट दसैँ आउँछ यसरी नै सबै दाजुभाइहरू आफ्ना इष्टमित्र नातागोता पर्ने एकै ठाउँमा भेला किनभने हाम्रो यो मूल घर हो नि त हाम्रो कमल खतिवडाको घर भनेको हाम्रो मूल घर हो अहिले किनभने हाम्रो बुवा हुनुहुँदैन मेरा काकाहरू पनि हुनुहुँदैन मूल घर यसलाई हामीले मानेको छौँ त्यही भएर सबैजना यहाँ भेला भएर यसरी काका हातबाट टिका लाउनु पाउनु भनेको सौभाग्यको कुरो हो र ह्याप्पी दसैँ भन्न चाहन्छु ल सबैलाई ह्याप्पी दसैँ होइन ह्याप्पी दसैँ। ल यहाँ चाहिँ हाम्रो टिका लाउने कार्यक्रम सक्यो अब खानपिन गर्छौँ आफ्टर द्याट लाग्छौँ फेरि हाम्रो डेस्टिनेसनतिर अब यो चाहिँ लामै भयो होला दिस वाज फर टुडे सी यू इन द नेक्स्ट ब्लग लेट्स गो बाई बाई थ्याङ्क यू फर वाचिङ